यति बेला हजुरहरूले देखिरहनु भएको छ आरबिएसके न्युटिमको परिवार यात्राको क्रममा काठमाडौँदेखि सुनसरी जिल्ला इटहरी नगरपालिका इटहरी बजारमा आइपुगिसकेका छौँ। अब हामी हजुरहरूलाई बिस्तारै बिस्तारै इटहरीमा रहेको एकदमै भव्य सुन्दर शान्त र रमणीय स्थल मुक्तिधामतिर लाँदैछौँ। हजुरहरू एकैछिन मेरो साथमा रहिदिनुहोला। नमस्ते, म जमान सिंह गुरुङ, आरबिएसके न्युट्रियनको कार्यक्रम प्रस्तुता। आज हामी इत्यादि बजारमा आइपुगेको छौँ। इत्यादि बजारबाट अलिकति भित्र यो मुक्ति धाममा आउँदैछौँ। हजुरलाई हामी अब हेलो नगरिकन मुक्ति धामभित्र प्रवेश गराउनेछौँ। हाम्रो साथ रहनुहोला, मलाई फलो गरिदिनु होला। यहाँ झन्डामा लेखिएको छ प्रणाम। हजुरले देख्नुभएको छ यहाँ तल पनि प्रणाम लेखिएको छ। अब हामी यति बेला मुक्तिधामबाट भित्र हजुरलाई प्रवेश गराउँदैछौँ। हजुर देखिरहनु भएको छ यहाँ विनुकलाल लेम तम्स्यु हाम्रो साथमा हुनुहुन्छ, हाम्रो आरबिएसके न्युट्रियमको कलाकार साथै निर्माता सल्लाहकार। उहाँले नै मलाई यो घुम्ने अवसर जुराइदिनु भएको छ। अनि हामी सम्पूर्ण दर्शक श्रोतालाई पनि हामीले आज मुक्तिधाम देखाउने तर्खरमा छौँ। हजुरहरूले हेरिदिनु होला, समय मिलायो भने आएर घुमिदिनु होला। ए लैजाउँ न त। हजुर सर, यो संस्था हजुर उहाँले सबैभन्दा कान्छो कुर्ता स्थापना गर्नु। सबैभन्दा कान्छो हजुरले चाहिँ? हजुर हजुर, ए कान्छो तीर्थ हजुर। राज्यमा हजुर उहाँले सबैको लागि एउटा यमुना उहाँले स्कुल आश्रम परोपकारका कामहरू धेरै गरेर ल्याउनुभयो। जस्तो अहिले हामी अस्पताल पनि बनाइरहेछौँ। हजुर हजुर तलको जुन भाग छ त्यो पनि उहाँहरूले इच्छा गरे अनुसार गराइदिनु। हजुर। उहाँ यहाँ मात्रै होइन, भारत नेपाल दुवै देशमा, भारत नेपाल हजुर दुवै देशमा आफूले आफ्नो जिन्दगी समान हर प्रकारले सेवा गरेर जानुभयो भने यसका पछि पनि संस्था यस्तो बनाइदिनु भएको छ। भन्ने संस्था हजुर आँटेको चिजहरू तयार गरेर समाजलाई दिने सेवाभावी संस्था। हजुर हजुर। अनि हामीलाई यो भारतमा नेपालमा हामीलाई सरकार पक्षबाट के त्यस्तो सहयोगहरू आएको छैन त हजुर यो बनाउनलाई कि हाम्रो? पनि आइरहेको हुन्छ। हजुर हजुर आएको छ तर मात्रै सरकारको पैसाले चल्दैन। हजुर हजुर जनताको पैसा नभए हजुर। यो सरकारले पनि हेर्नुपर्ने ठाउँमा हेरिरहनु भएको छ। जनताहरू त हामी सबै रेडी नै छौँ एकदम, होइन हजुर? हस् त, अरू केही भन्न छ हजुर हाम्रो दर्शक श्रोताहरूलाई? सबैले यही भन्छ कि सामाजिक सेवा हजुर आफूलाई बनाउनका लागि होइन, समाजलाई बनाउनका लागि गर्नुपर्छ। हजुर एकदम। हस् त, धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद। आउनुहोस्, अब हामी यस मुक्तिधामभित्र प्रवेश गराउँदैछौँ। हजुरलाई हामी भित्र जस्तो छ त्यस्तै देखाउनेछौँ। हस् त, हेर्नुहोस् हजुरले यो देखिरहनु भएको छ, यसलाई हामी गाग्री भन्छौँ। एकदमै स्वागतको लागि हामी जहाँ पनि युज गर्न सकिन्छौँ। यता यो दुईतिर छ, यो गेटको मेनमा चाहिँ
यसलाई हामी गाग्री भन्छौँ। हजुर पनि यहाँ समय मिलेर आइदिनु होला। हस् त। यति हामी मुक्तिधाम माथि दर्शन गरेर फर्किँदैछौँ। हामीलाई आमाले धेरै धेरै सहयोग गर्नुभयो यो मन्दिर घुमाउनुमा। त्यसै गरी हाम्रो बिना गुरुङजीले पनि धेरै धेरै सहयोग गर्नुभयो। उहाँहरूलाई हृदयदेखि धन्यवाद। हामी सबैजना तल जाँदैछौँ। नमस्ते आमा, म आरबिएसको न्युज टिमको कार्यक्रम प्रस्तुत जमन गुरुङ। आज हामी घुम्दै यस यो मुक्तिधाममा आइपुगेको। 7-8 वर्ष भयो। हजुर। अनि त्यहाँ मेरो बुढी मेरो आमा लिएर आएका थिएँ। आमाले ल्याइदिनु भयो यहाँसम्म? आमालाई पनि ल्याएर यहीँ आमा पनि यहीँ हुनुहुन्थ्यो? अहिले जाइसक्नुभयो। हजुर हजुर। अनि गएको पनि 4-5 वर्ष भयो। हजुर। अनि त्यहाँदेखि म अहिले यहीँ बसिरहेको छु मुक्तिधाममै। अनि अहिले अब म पनि बिर्दै भएँ 75 वर्ष हुनुभयो? अनि यो हामी 75 वर्ष पर्दा हामी यहाँ हजुरलाई वृद्ध आश्रममा चाहिँ त्यो हाम्रो वृद्ध भत्ता आउँछ कि आउँदैन कि कस्तो छ? भत्ता आउँछ। आउँछ है, आउँछ। हजुर, भने 5 वर्ष भयो यहाँ बस्नु भएको चाहिँ? 7-8-10 वर्ष। 7 वर्ष। हजुरको शुभ नाम चाहिँ? मेरो कृष्ण कुमारी। कृष्ण कुमारी भट्टराई। अनि कहाँदेखि आउनुभयो हजुर चाहिँ खास घर? खास चाहिँ यहाँ चक्करगढी जानुहुन्छ। चक्करगढीदेखि मेरो सालबनी भन्ने ठाउँ बसेका थियौँ। हजुर। अनि त्यहाँदेखि यहाँ आएर बसेका अब आमा पनि वृद्ध आमा 102 वर्ष जानुभयो। 102 वर्षमा यहाँ बित्नुभयो। उहाँ चाहिँ कति वर्ष बस्नुभयो होला अन्दाज? हजुरलाई थाहा छ? अन्दाजै 3 वर्ष बस्नुभयो हामी। 79 वर्षको उमेरमा आइसक्यो। त्यस्तोमा अनि यहाँ चाहिँ हजुरलाई आमाले ल्याउनु भयो कि अरू कोही मार्फत आउनुभयो हजुर चाहिँ? मैले आमालाई ल्याएको। हजुर। मैले आमालाई लिएर आएँ। आमाको सेवा मैले अनि अहिले हजुर पनि यहीँ नै भयो? यहीँ नै भयो। हजुरको छोराछोरीहरू? मेरो छैन कोही हुनुहुन्न? अनि के बिहा गर्नु भएको? बिहा गरेको छु, अस्ति ल्याएँ। त्यसै गरेर मैले आमाको सेवा गरेँ। अनि हजुरको शिरपानले अर्को ल्याउनु भयो? अर्कै ल्याउनु भयो, अर्कै ल्याएर अर्कैतिर गर्नुभयो। मैले मेरो आमा बुढी आमा हुनुहुन्थ्यो, मेरो बुढा बुढी हुनुहुन्थ्यो। अनि मैले आमाको सेवा गरेँ। सेवा गरेर चाहिँ आमालाई ल्याएर पनि आफ्नो काम गरेँ। ए हजुर, यहाँ पहिला आमा हुँदा चाहिँ हजुरले काम पनि गर्नुभयो? गरेँ। ए अहिले चाहिँ अब आफू काम गर्नु त पर्दैन, अब अहिले चाहिँ हजुर त बसेर गर्नुहुन्छ। ल हस् त आमा, धेरै धेरै धन्यवाद हजुरलाई। हामी फेरि पनि आरबिएस कम्युनिटी अथवा हाम्रो यो युट्युब च्यानल हेर्ने सम्पूर्ण सहयोगीहरूलाई हामी पनि अब आह्वान गर्दछौँ, यहाँ आएर घुमिदिनु होला, हेरिदिनु होला, आफूले सकेको सहयोग गरिदिनु होला है त हजुर। हजुरलाई हामी आज यस इटलीको मुक्तिधाम देखाउन गइरहेका छौँ। हजुरहरू फलो गरिदिनु होला। हेर्नुहोस्, एकदमै सौन्दर्य छ यहाँको मन्दिर पनि। हेर्नु होला, यहाँ यस्तो राम्रो चित्रहरू गरा। पुजारी चाहिँ हुनुहुन्न आमा? ए हजुर नि हजुर। नमस्ते, म जमानी सिंह गुरुङ, आरबिएसको न्युट्युबको कार्यक्रम प्रस्तुत। यति बेला हामी इटली बजारको यो मुक्तिधाममा आइपुगेको छौँ। यति बेला हामी संजोगले हाम्रो यस मुक्तिधामको मातासँग थोरै भलाकुसारी गर्न गइरहेका छौँ। नमस्ते माताजी, म जमानी सिंह गुरुङ, आरबिएसको न्युट्युबबाट हजुरलाई हाम्रो कार्यक्रममा स्वागत छ। अनि हामी आज घुम्दै आउँदा यो इटलीको यो मुक्तिधाममा आइपुगे। हजुर चाहिँ यहीँको माता अथवा यहीँको भक्ति भएको हुनाले यस मुक्तिधामको बारेमा थोरै हाम्रो दर्शक श्रोताहरूलाई जानकारी गराइदिनुहुन्छ कि भनेर। हजुर, स्थापना 2035 सालमा। 2035 सालमा हजुर स्थापना भएको। हजुर। यसको फाउन्डर चाहिँ परम पूज्य ब्रह्मलीन गुरुजी श्री मङ्गललाल महाराज हुन्। उहाँको तस्बिर यो तस्बिरहरू यो उहाँ चाहिँ कुन देशको? हाम्रो नेपालकै हो? हाम्रो नेपालको यो इलाम जिल्लाको मेलगोटी गाउँमा जन्म लिनु। अनि उहाँ विभिन्न ठाउँमा गएर साधना गर्दै तपस्याहरू गर्दै गर्दै पछि आएर मङ्गललाल कालिम्पोङमा बस्नुभयो। अनि त्यहाँ नै उहाँले आफ्नो कर्म क्षेत्र बनाउनु भयो। हजुर हजुर। अनि उहाँ चाहिँ हुनुहुन्छ त यहाँ अहिले? हुनुहुन्न, उहाँ धाम गइसक्नु। भने स्वर्गवास भइसक्नु भयो? हजुर हजुर। सबै उहाँले नै गर्नुभएको? 2035 कति भन्नुभयो? 2035 सालमा स्थापना चाहिँ उहाँले गर्नुभयो। त्यस पछाडि उहाँको अब परम शिष्यहरूले अगाडि बढाउँदै अहिलेको उसमा चाहिँ अब यसको संरक्षण चाहिँ परम पूज्य श्री 108 मन्त्री आचार्यजी महाराज हुनुहुन्छ। अहिले यही हुनुहुन्छ? उहाँ चाहिँ कालिम्पोङमा बस्नुहुन्छ र यसको सञ्चालन चाहिँ अहिले आएर श्री 108 कृष्णदासजी महाराज
ढुङ्गे गर्ने यहाँको चाहिँ हजुर अहिले उहाँ यहाँ हुनुहुन्छ हुनुहुन्न यहीँ हुनुहुन्छ यही हुनुहुन्छ है यही भने उहाँलाई पनि हामी 31 भने फोटो खिचेर देखाउन सकिन्छ होला है? सकिन्छ। त्यही त नि उहाँ चाहिँ भनेपछि यो यति राम्रो यो डेभलप हाम्रो सबै नेपालको हो कि डोनेटहरू कि बाहिरबाट नि आएको छ होला एकदमै सुन्दर छ कतिलाई थाहा छ होला कतिलाई थाहा छैन होला है यसलाई चाहिँ प्रचार प्रसार कस्तो छ हजुर अब प्रचार प्रसार त अब हुँदैछ अहिले आएर यो अब जब मिडियाको सुरुवाती भयो हजुर, हजुर। फेसबुक अब युट्युब च्यानल हजुर, विभिन्न हजुर। च्यानलहरूबाट प्रचार प्रसार हुँदैछ हजुर अनि यसमा अब सबै यो हाम्रो श्रीकृष्ण प्रणामी धर्म अन्तर्गत निजानन्द सम्प्रदाय हो श्रीकृष्ण प्रणामी र कृष्ण प्रणामी एउटै एउटै हो कि? निजानन्द सम्प्रदायलाई नै श्रीकृष्ण हो, हो, हो। अनि यो अब स्थापना भयो अब त्यस पछाडि यसलाई अगाडि बढाउने भक्तहरूबाट पनि सहयोग छ एकदमै, एकदम, हजुर। अब सबैतिरको हजुर, अब हजुर। यो नेपालको भक्तहरू कृष्ण प्रणामी धर्ममा आबद्ध हुनुभएको भक्तहरूबाट मात्रै होइन हजुर। भारतको पनि विभिन्न ठाउँ गुजरात अब यता हजुर, उत्तर प्रदेश मध्य प्रदेश यी सबैतिर जति पनि श्रीकृष्ण प्रणामी धर्ममा आबद्ध हुनुहुन्छ उहाँहरू हजुर। सबैको सहयोग यहाँ छ हो। त्यो सँगसँगै अरू भक्तहरू हजुर। जुन कृष्ण प्रणामी धर्ममा आबद्ध हुनुहुन्न उहाँहरूले पनि यहाँ सरसहयोग गरिरहेको छ र यो अब यस्तो भनेपछि यो हाम्रो सुन्दर कालिम्पोङमा भयो। भएको हजुरले भन्नुभयो चाहिँ अनि भारततिर भएको यो बनावट चाहिँ यस्तै हो कि अलिकति डिफ्रेन्ट के छ यो चाहिँ हाम्रो होइन structure यो चाहिँ? स्ट्रक्चर यो यसमा चाहिँ यसको जस्तो हामी हजुरले भन्छ इन्डियामा गयो भने देख्दाखेरि यो धामलाई यही नै रूप देखिन्छ कि अलिक डिफ्रेन्ट केही त्यस्तो छ कि होइन यो बाहिरी बनावट डिजाइन चाहिँ अब यसको अलगै छ अब यो हाम्रो सिलगढीमा पनि छ यस्तै हजुर। मन्दिर होइन हजुर। यही यो गोल्डेनै कलरको राम्रो छ तर त्यो उसको डिजाइन अलि अलगै ए, छ अलगै छ, हजुर। अनि मङ्गलधाम कालिम्पोङको अलगै छ तर ए। अब एउटै विशेषता चाहिँ के छ हाम्रो भने अब जुन हामी हाम्रा आराध्य देवलाई हामी आराधना गर्छौँ दैनिक रूपमा हाम्रो सेवा पूजा यहाँ हुन्छ यसलाई हामी सिंहासन भनेर भन्छौँ ए, यो होइन? चाहिँ सिंहासन हजुर। यहाँ बस्नुभएको जुन हाम्रो जुगल सधैँ आराधना गर्दा चाहिँ यही नै हो गर्ने हजुर हजुर जुगल स्वरूप हुनुहुन्छ उहाँहरूलाई चाहिँ हामी राशियामा राशियामा हजुर अनि हजुरले जहाँ गए पनि हाम्रो त्यो मन्दिर दर्शन गर्न जाँदा चाहिँ यही रूपमा देख्न पाउनुहुन्छ ए हाम्रो यही सिंहासन नै हो। हजुर सिंहासन यही हो अब यही यो जुन जस्तो हामीले यो बाह्र वस्त्र लगाएर राज्यका पोसाकहरू भगवान्का पोसाकहरू लगाएर शृङ्गार गरेका छौँ हजुर। यही अवस्थामा तपाईँहरू देख्न ए भित्र चाहिँ मेन हाम्रो सिंहासन चाहिँ यही नै हो हजुर बाहिरको डेकोरेसन चाहिँ डिफ्रेन्ट हुन्छ जुन मन्दिरमा गए पनि तपाईँहरूले यही देख्न सक्नुहुन्छ होइन हजुर, हजुर, हजुर। अब बाहिरको डिजाइन अब मन्दिरको अब बनावटहरू चाहिँ अलग अलग हुनसक्छ त्यही त। एकदमै यो त विश्वले एकदम हेर्नुपर्ने विश्वले चाहिँ देख्नुपर्ने ठाउँ रहेछ होइन हजुर, अब यस एकदमै हाम्रो युट्युब सुन्दर छ। च्यानलबाट पनि हामीले यो बजारमा ल्याउनेछौँ सबैले देखोस् सबैजना घुम्न आउनु सक्नु तर पनि यत्रो राम्रो मन्दिर भएर पनि त्यस दर्शकहरूको चाहिँ अलिकति आवागमन चाहिँ अलिक कमै भएको कि कस्तो हो हजुरलाई कस्तो लाग्छ अहिले त अब अलिक यो बनेर ओपनिङ भयो कतिमा ओपनिङ भयो यो चाहिँ खास यो 75 यो स्थापना भएको 5 वर्ष हो 5 वर्ष स्थापना भएको चाहिँ 35 मा होइन अनि तर सानो थियो यो सानो एकको डिजाइनमा हो, हो, त्यही त, थिएन त्यही त। अनि अहिले अब गत 5 वर्ष अगाडिदेखि चाहिँ यो सुन्दर रूप लिएर एकदमै, यस्तो अलिक अब प्रचार प्रसार हुँदैछ सबैले त्यही त मलाई पनि अब हाम्रो भिडियो कला लिम तम्सीले एकचोटि यहाँको एउटा भिडियो देखाइदियो त्यसपछि मलाई पनि एकदम इन्ट्रेस्ट लाग्यो मलाई पनि यहाँको पनि एउटा दर्शन गर्छु यहाँ हाम्रो यो मन्दिरलाई हामी अझै यसलाई पनि अगाडि बढाउन हामी युट्युब च्यानलबाट युज गरौँ भनेर हामी आज यहाँसँग आइपुगेका छौँ हजुरलाई पनि एकदम भेट्ने मौका पायो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ अब हामी मिल्यो भने अरू ठाउँ पनि जाने कोसिस गर्नेछौँ अब हाम्रो यस भिडियो हेरेर सबैले माया गरिदिनु होला यस हाम्रो मुक्तिधामलाई सबैले दर्शन थोरै म गरिदिनु हजुर अन्तिममा थोरै भन्नु हुन्छ हजुरले चाहिँ छुटेको कुरा हो हजुर। मनमा लागेको कुरो के छ अब यो अब दर्शकहरूलाई मन्दिर भनिदिनु होला। मन्दिर मात्रै पनि यहाँ छैन यो वृद्धाश्रम पनि छैन ए वृद्धाश्रम पनि? वृद्ध आमाहरू हुनुहुन्छ कतिजना जति छ वृद्धाश्रममा आमा वृद्ध आमा बुवाहरू सबै गरेर 35 जना हुनुहुन्छ 35 जना ए आमा बुबा छ सब दुवै? दुवै हुनुहुन्छ अनि त्यो सँगसँगै अब स्कुल जाने नानीहरू अलिकति विपन्न परिवारको ए, नानी विपन्न परिवार पनि हुनुहुन्छ? नानीहरू 11 जना छन् 11 जना? हजुर। ह। अनि अब हामी जस्तो अलिकति अब युवा हजुर हजुर चाहिँ अब हामी कति 10 जना जति छौँ अनि जम्मै गरेर यहाँको अब चाहिँ अनि यो हाम्रो यो वृद्धाश्रमतिर अनि यो अनाथलाई चाहिँ कसरी एडजस्ट गर्नु भएको छ त उहाँहरूको चाहिँ लालन पालन यो चाहिँ यस्तो छ अब हाम्रो यो जति अब निजानन्द धर्ममा आबद्ध हुनुहुन्छ हजुर। कृष्ण प्रणामी धर्ममा हजुर। उहाँहरूले दैनिक रूपमा आफूले भोजन बनाउँदाखेरि मुठी चामल भनेर मुठी यसो अब मुठी झिकेर खाने चामलको मुठी राख्नुहुन्छ अनि त्यो मुठी चामलको सङ्कलन सँगसँगै उहाँहरूले मासिक सेवा अनि वार्षिक सेवा त्यो दिनुहुन्छ यो सँगै अरू हामी कृष्ण प्रणामी मान्ने चाहिँ स्पेसल मासिक सेवा वार्षिक सेवा छुट्याइदिनु भएको छ हजुर
यो अनाथालय र यो वृद्धाश्रम वृद्धाश्रम अनि फेरि त्यो सँगसँगै अरूले पनि यस्तो जस्तो हामीले पनि आउन चाह्यो भने हो यस्तो अब धर्म अब कृष्ण प्रणामी धर्मबाट अलग अरू धर्ममा आबद्ध हुनुहुनेहरूले पनि यहाँ सहयोग गर्नुहुन्छ कसैले अब चामलहरू दिनुहुन्छ कसैले भोजनको सेवा कसैले अब वस्त्रहरूको सेवा यस्तोहरू गरिराख्नुहुन्छ हामीले माताजीबाट एउटा सानो जानकारी पायौँ हजुरले पनि यदि सहयोग गर्न चाहनुहुन्छ हाम्रो अनाथालयतिर हाम्रो वृद्धाश्रमतिर अब आफ्नो बर्थडेमा अब म्यारेज एनिभर्सरीमा कुनै पनि आफ्नो खुसियालीमा आउन चाहनुहुन्छ भने हजुरले पनि यहाँ सानोतिनो रकमहरू अथवा जिन्सीहरू रासन पानी ल्याएर सहयोग गर्न सक्नुहुन्छ हजुरलाई सबैलाई स्वागत छ यहाँ हाम्रो यस मुक्तिधामभित्रको अनाथालयलाई वृद्धाश्रमलाई एकदमै खुसीको कुरा हो हामी पनि एकदम सकेसम्म आउने कोसिस गर्नेछौँ फेरि पनि हामी अर्को टिम बनाएर आउने कोसिस गर्छौँ हजुरले पनि सम्झिदिनु होला माया गरिदिनु होला हाम्रो यस मुक्तिधामलाई जस्तै हाम्रो वृद्धाश्रम अनि अनाथालयहरूलाई हस्त अनि केही छ हजुरलाई भन्नुपर्ने अन्तमा हाम्रो दर्शक श्रोताहरूले हजुर उहाँ यो युट्युब च्यानलबाट आएर हजुरहरूले यसरी हाम्रो यो श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटरीको पूर्ण रूपमा परिचय दिन ताकि यहाँको वस्तुस्थितिको थोरै भए पनि परिचय दिने अवसर दिनुभयो यसका लागि युट्युब च्यानलका सम्पूर्ण युनिटहरूलाई युनिट लगायत अब यो हेरेर सबै दर्शकहरूले यहाँ आएर दर्शन पनि गरिदिनु होस् भन्ने आग्रह पनि अब यहाँ तल ठुलो हस्पिटल कस्तो आउँदै कस्तो कलकत्ता ल्याएर 3 वर्ष बसेर 100 जना मिस्त्री बनाएको 3 वर्ष बसेर 100 जना मिस्त्रीले सबै कलकत्ताबाट आउनु भएको आमा कलकत्ताबाट आएका सबै सबै खाना बस्न सबै यही बस्न यही तल मुक्तिधाममा गरेको हजुर घाटमा 3 वर्षमा सकियो यो सक्यो 3 वर्षमा सकिएर कति जना रे हजुर 100 जना मिस्त्रीहरू आएर 100 जना मिस्त्रीहरू आएर हजुर 3 वर्षमा सक्यो 3 वर्षमा सकेर अनि त्यहाँदेखि त्यो सकेका उसमा चैतमा अनि उद्घाटन गरेको राष्ट्रपति पनि आउनु भइरहेको थियो राष्ट्रपति विद्यादेवी भण्डारी कि ए हजुर हजुर अनि त्यहाँ मन्त्रीहरू पनि सबै आउनु भइरहेको थियो यहाँ कहीँ केही अट्ने ठाउँ छैन मान्छे कति आयो कति रमाइलो भएको थियो 7 दिने कार्यक्रम थियो यहाँ 7 दिन कार्यक्रम भयो हजुर ल हस् त आमालाई धेरै धेरै धन्यवाद हामीलाई एकदमै यहाँको धेरै ठुलो जानकारी गराइदिनु भयो हामी सम्पूर्ण दर्शकहरूलाई यहाँ आएर अवलोकन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु हस् त हजुर अब यो गर्न यो सबै अरू सहयोग हजुर हजुर लिएर जानुहोस् सजाएका छन् हेर्नुहोस् गजुरहरू एकदमै राम्रो बनेको छ गजुरहरू हेर्नुहोस् दर्शकहरू आइरहेका छन् बिस्तारै बिस्तारै
हजुरहरूले देखिरहनु भएको छ मुक्तिधामको किनारमा यो बुढी गङ्गा नदी, सुन्दर नीलो नदी बगिरहेका छन्। यस नदीले पनि हाम्रो यस मुक्तिधामलाई निकै सौन्दर्यता तुल्याएको छ। यहाँ हरेक वर्ष छठ पर्वमा भव्य रूपमा मेला राख्ने गर्दछ। हजुरहरू पनि आफ्नो समय मिलाएर मुक्तिधामको भ्रमण, त्यसै गरी छठ पर्वको अवलोकन गर्न आइदिनुहोला। हस्त, धन्यवाद। हजुरहरूलाई हामीले आज इटहरी मुक्तिधामको भित्र प्रवेश गराएर सम्पूर्ण यहाँका दृश्यहरू देखाउन सफल भएका छौँ। हजुरले पनि आफ्नो समय मिलाएर आइदिनु होला, यहाँ दर्शन गरिदिनु होला। अति सुन्दर छ, एकदम हेर्न लायक बनाएको छ यस मन्दिर। यति राम्रो सुन्दर मन्दिर बनाउने सम्पूर्णलाई हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ। यो साँच्चै भन्नुपर्दाखेरि अति रमणीय छ, यहाँ बसिराख्नु जस्तो शान्त वातावरण। हजुर हजुरले देखिरहनु भएको छ यहाँ यस्तो छन्। हजुरहरू पनि आएर हेरिदिनु होला, दर्शन गरिदिनु होला। राम्रो छ। मन्दिरमा जाने हो भने बनाउँदा हुँदैन यसमा। सबैले राति जाने तल चाहिँ आफ्नै नानी दुइटै। हजुर देखिरहनु भएको छ सबै प्रणाम। हेर्नुहोस् यसरी खाइदिनु है दुध त। अरू त नि अनेक गर्ने गर्नेहरू त अनि दुध दही यो त देख्नु नहुनेको होइन। जसको भयो उसो खाइदियो दुध त नि। अनि सक्यो भएर सक्यो भएर सबै दही सेक खाइदिएर बिगारिदिने, खालि बिगार काम मात्रै गर्ने नि त। यस्तो गर्छ। कृष्ण लीला भनेको त अपरम पार हुन्छ। हजुरले देखिरहनु भएछ सम्पूर्ण कृष्ण लीला हो। कृष्णले आफ्नो जीवनहरूका लीलाहरू राम्रो। 300जना इन्डियाहरू गऱ्यो भने त हजुर कलकत्ता। ए कलकत्ताबाट कलकत्ता गएको मिसिर सबै यहीँको सामान ल्याएको। यो बनाउने माटो पनि यहीँबाट ल्याएको। ए है कति
हजुरले देखिरहनु भएको छन् यहाँ श्रीकृष्ण अनि यतातिर देखिनु भएको छ सम्पूर्ण गोपिनीहरू हाम्रो श्रीकृष्णको गोपिनीहरू हजुर एकदमै राम्रो छ अलि यता यता आउनु त बिनुजी हो त्यसरी यति बेला हाम्रो बिनुकुला लेम्तम्स्यु हाम्रो आरबिएसको न्यु टिमको कलाकार निर्माता विशेष सल्लाहकार उहाँले नै मलाई यहाँसम्म ल्याएर घुमाउने अवसर जुटाइदिनु भयो जसले गर्दा हाम्रो सम्पूर्ण देश विदेशमा रहेका दर्शक श्रोताहरूले पनि यस मुक्तिधामको दर्शन गर्न पाइएको छ हजुरले पनि आफ्नो समय मिलाएर आइदिनु होला यहाँ हाम्रा विभिन्न वृद्धाश्रम आमाहरू बाबाहरू हुनुहुन्छ अनाथलयमा बच्चा बसिरहनुहुन्छ उहाँहरूलाई पनि आफूले सकेको सहयोग गरिदिनु हुन पनि अनुरोध गर्दछु एकदम खुसी लाग्यो आज म यहाँ आएर दर्शन गर्न पाउँदाखेरि हामी पनि आउने एकदम कोसिस जारी रहनेछ हजुर देखिरहनु भएको छ यो सिलिङ पनि यति राम्रो डेकोरेसन गरिएको छ जुन हामीले सोच्नै नसकिने तरिकाले यसरी निर्माण गरिएको छ साँच्चै हामीले सम्झिन पनि सक्दैन यसलाई सम्पन्न गर्न कति खर्च लाग्यो होला कति गाह्रो भयो होला एकदमै राम्रो बनेको छ यहाँ जतासुकै हजुरले देख्नुहुन्छ प्रणाम 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 लेखिरहनु भएको छ हाम्रो कृष्ण प्रणामी प्रणाम सबै श्रीकृष्ण प्रणामी हामीलाई आमाले पनि धेरै सहयोग गर्नुभएको छ यहाँसम्म आएर घुमाइदिनु होइन उहाँको अलिकति हामीले अन्तर्वार्ता पनि लिइसक्यौँ हजुरलाई थाहा भइसक्यो यो बाटो सिलिङ यस्तो राम्रो डेकोरेसन गरेर बनाइदिएको छ हजुरले देखिरहनु भएको छ यो मुक्तिधामको सबभन्दा माथि टपमा यसरी गजुर तयार गरिएको छ एकदमै हेर्न लायक छ एकदम सौन्दर्य छ हजुरले देखिरहनु भएको छ सबै हजुर हजुरले हामीलाई आज यस मुक्तिधाम देखाउने अवसर मिल्यो हामी एकदम खुसी छौँ हजुर पनि आफ्नो समय मिलाएर आइदिनु होला दर्शन गरिदिनु होला हेरिदिनु होला यस्तो सबै त्यत्रा जनतालाई खाना खाने मान्छेलाई ए उतै जाने हुन्छ हामी ए यता आउनुहुन्न है हो त्यसो भए ल यति बेला हाम्रो मुक्तिधाममा भक्तजनहरू दर्शन गर्दै आउनुभएको छ सबैलाई हामी आह्वान गर्दछौँ यहाँ दर्शन गर्न आइदिनु होला यहाँको अवलोकन गरिदिनु होला हजुरले देखिरहनु भएको छ उहाँहरूले हाम्रो मुक्तिधामको दर्शन गरिसक्नु भएको छ यति बेला हजुरलाई पनि निमन्त्रणा सबैजना आइदिनु होला माया गरिदिनु हामीलाई महिला गुरुङ हाम्रो आरबिएसको न्यु टिमलाई चाहिँ सेयर लाइक कमेन्ट सब्सक्राइब गरिदिनु अनुरोध गर्दछु धन्यवाद